न त तपाईको कांग्रेसहरुले काम गरेर देश बन्छ भन्ने कुरा उहाँहरुले सिकाउनु भयो, न त तपाईको एमालेहरुले सिकाउनु भयो हैन, अब तपाईको माओवादीहरुले नि सिकाउनु भयो हैन। एउटा म एउटा भिडियो देखाइरहेको छु तल है। न त तपाईको कांग्रेसहरुले काम गरेर देश बन्छ भन्ने कुरा उहाँहरुले सिकाउनु भयो, न त तपाईको एमालेहरुले सिकाउनु भयो हैन, अब तपाईको माओवादीहरुले नि सिकाउनु भयो हैन। काम गरेर चाहिँ देश बन्छ है भन्ने कुरा जनतालाई हैन। अहिले अब यहाँ हेर्नु हजुरहरूले देखिहाल्नु भयो, न त ज्ञानेन्द्र साईहरुको तरिकै थियो छ हैन। सधैँ तपाईको जनतालाई चाहिँ झुक्याउने, जहिले पनि जनतालाई चाहिँ तपाईको बेकुफ बनाउने हैन, यो परिपाटी चाहिँ जहिले पनि सधैँ सदाबहार चाहिँ भइराख्यो के। अलिकति बोल्ने मान्छेहरूले त्यही नै हो हैन। र काम गरेर मात्रै देश बन्छ भन्ने कुरा चाहिँ तपाईको काम गर्नुपर्छ है भन्ने कुरा चाहिँ हर्कजीले मात्रै सिकाउनु भएको छ। धन्न धन्न एकजना हर्कजी चाहिँ ईश्वरले नै पठाइदिए जस्तो भइरहेछ नेपालमा। हर्कजीलाई चाहिँ बेलैमा चिन्ने कोसिस गरौँ। तपाईको नेपालीहरूले अब उहाँलाई पनि घुमाउनु भयो भने चाहिँ हामी चाहिँ फेरि पनि कतातिर पुग्ने हौँ, कुन ठाउँमा पुग्ने हौँ, कसरी हामीलाई आफ्नो अस्तित्व चाहिँ कसरी देखाउने, कसरी जोगाउने, कसरी बचाउने, त्यो चाहिँ ठुलो प्रश्न चिन्ह छ। त्यही भएर समयमै चिनौँ, एउटा श्रम पथमा हामी सबै लागौँ। काम नगरिकन देश बन्दैन, कहीँ बनेको पनि छैन, त्यो देखिया पनि छैन। त्यो ठुलो गफ गर्ने, सपना देखाउने, यो व्यवस्था आउँदाखेरि ठिक हुन्छ, त्यो व्यवस्था आउँदाखेरि ठिक हुन्छ, यताउता ठिक हुन्छ भन्ने कुरा भन्दा पनि अहिलेको जुन व्यवस्था छ त्यसमै टिकेर चाहिँ राम्रो र असल भएर चाहिँ हामीले सबैले मिलेर काम गर्ने हो भने हामीले सोचेको पुऱ्याएर चाहिँ पक्कै पनि पाउनेछौँ नि त।